बिहानदेखिको अहिलेसम्म होइन 8:30 भयो। म चाहिँ खाना पकाउँदैछु होइन। आज चाहिँ छिटो छिटो गरेको पुरा थाक्यो। तपाईँहरूलाई थाहा छ दिनभरि म एक्लै हुन्छु। सो हामी चाहिँ यहाँनिर कसरी मिलेर काम गर्छ भनेदेखि चाहिँ हेर्नुहोस् न। टक्कै मेरो दादाले चाहिँ बढाल्नु हुँदैछ त्यहाँनिर होइन। कालो भाइले सफा गरिदिँदैछ हो। हामी चाहिँ यसरी मिलेर काम गर्छौँ। किन अहिले गरेको भन्दाखेरि चाहिँ भोलि बिहान उठेर चाहिँ म केही भ्याउँदिनँ नि त हो। दुध लिनु जानुपर्छ 6 बजी होइन। त्यहाँदेखि म आएर भित्र गर्दा बाहिर गर्दा अन्त पुरा सबै एउटा काम भ्याउनु चाहिँ मलाई एकदम साह्रो पर्छ। पुरा थाक्छु अनि कुरा चाहिँ कि अन्त चाहिँ दादाले होइन आज बिनादी चाहिँ आउनु भएन हो। आउनुहुन्छ एकछिनमा, साथीको बर्थडे पार्टी रहेछ भनेर सबैजनाले मिलेर अब हुन्छ नि सघाउँछ। त्यो मलाई म एक्लै दिनभरि मैले एक्लै खटेको दिनभरि मैले एक्लै गरेको भन्ने चाहिँ केही जस्तो मतलब अब त्यस्तो फिल हुँदैन क्या। 4:30 जस्तो बज्छ होइन। त्यस्तै दादा पनि आउनुहुन्छ, अनि पनि आउँछ होइन, बिनादी पनि आउनुहुन्छ। अन्त मलाई सघाउनुहुन्छ। युनिटी सबैको प्यार हो नि त। म दिनभरि एक्लै गरे पनि थाके पनि होइन, एटलिस्ट बेलुका चाहिँ मलाई सबैले कम्पनी दिन्छ। अब दादाको काम चाहिँ के हो भनेदेखिलाई चाहिँ डल्लै बढाल्छ होइन। डल्लै बढालिसकेर चाहिँ पुसेर सिनिक्क पारिदिन्छ दादाले हो। त उसले चाहिँ उसलाई भनेको नि टेबलहरू पनि सबै एकपल्ट पुसिदिनु नि, भोलि बिहान मलाई पुरा उयो हुन्छ, गाह्रो पर्छ भनेको थिएँ कि। हेर्नुहोस् गाइस, मैले बिहान पुसेको होइन, तर जति नै पुसे पनि हेर्नुहोस् धुलो बेसी धुलो छ। हाइवे साइडमा भएर पुसिबस्नुपर्छ हो। हेलो ए तिमी र म त एउटै भएछ हो। ब्लू ब्लू पिङ्क पिङ्क सेम सेम बट डिफ्रेन्ट सेम एम सेम सेम भएछ कान्छा र म। ल